यो हो शिवशताक्षी नगरपालिका वडा नम्बर 9 मा पर्ने चिल्लागढ धाम र यो चिल्लागढ धाममा रहेको हाम्रो किराँत समुदायको आस्थाका केन्द्र मङ्हिम रहेको छ र यो निकै कलात्मक र आकर्षक यहाँ सम्पूर्ण धर्मावलम्बीहरूको चाहिँ आस्थाको केन्द्र पनि हो। यो प्राचीन समयदेखि नै यसको चाहिँ विशेष महत्त्व धार्मिक महत्त्व रहेको कुराहरू यहाँबाट हामी जानकारी पाउँछौँ। यो चाहिँ चिल्लागढ धाममा रहेको हाम्रो महागुरु फाल्गुनन्दको शालिग रहेको छ। उहाँ नेपालको 16औं विभूति पनि हुनुहुन्छ। उहाँले पूर्वी पहाडमा बसोबास गर्नुहुने समुदायहरूका लागि चाहिँ सामाजिक कुरीतिहरू रहेका कुराहरूलाई र सामाजिक विकृति रहेका कुराहरूलाई चाहिँ हटाउन र सुधार गर्नका लागि उल्लेख्य भूमिका निर्वाह गर्नुभएको थियो। त्यसैले पनि राष्ट्रले उहाँलाई सम्मान गरेर 16औं विभूतिका रूपमा सम्मान गर्नुभएको हो र किराँत धर्म किराँत समुदायका लागि चाहिँ उहाँ चाहिँ एक प्रकारको भगवानको रूपमा अथवा भगवानको दूतको रूपमा पनि उहाँलाई हामी चिन्छौँ। यो मेन चिल्लागढको मेन केन्द्रबिन्दु चाहिँ यो हो। यहाँ चाहिँ अहिले पनि पानी रहेको छ र यो चिल्लागढ धाम समितिले चाहिँ फ्री वाइफाईको समेत व्यवस्था गरेको रहेछ। यहाँ आएर शान्त वातावरणमा चाहिँ हामीले यसरी शान्त वातावरण बसेर अध्ययन पनि गर्न सकिने